हेलो साथीहरू, नमस्कार सबैमा। स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ म आएको छु कहाँ भने आगाकियामा, जुन चाहिँ गुम्मा प्रान्तको मायावासीमा रहेको छ। देख्न सक्नुहुन्छ। भाइ हेलो गर। यहाँ चाहिँ आउने तरिका भनेको मायावासी ट्रेन स्टेसनबाट बस चढेर आउनुपर्ने हुन्छ यो ठाउँमा चाहिँ, अथवा प्राइभेट गाडीमा पनि आउन सकिन्छ है। ट्रेन स्टेसनबाट चाहिँ लगभग 80 देखि 90 मिनट लाग्ने रहेछ। ठाउँ चाहिँ एकदम राम्रो रहेछ। टुरिस्ट एरिया रहेछ। हावाले गर्दा आवाज अधिक क्लियर हुँदैन भनेर मैले भोइस ओभर गरेको छु, नरिसाउनु होला। यो चाहिँ लेक ओनुमा हो। यहाँ बोटिङ गर्न पनि सकिन्छ। आधी घन्टा अथवा 30 मिनट बोटिङ गर्दा 500 एन देखि माथि तिर्नुपर्ने हुन्छ। हेर्नु साथीहरू, यहाँको रमणीय भ्यू एकदम सुन्दर शान्त रहेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ। यहाँ मैले खिचिरहेको छु भिडियो। Woke up late, missed the morning glaze. हेर्नुहोस् साथीहरू, पछाडि चाहिँ आगाकियामा लेखिएको नेम प्लेट राखिएको छ, जहाँ चाहिँ तपाईहरु आएर फोटोसुट, सर्ट भिडियो, टिकटक भिडियो बनाउन सक्नुहुन्छ। एकदमै राम्रो छ यहाँ। त साथीहरू हेर्नुहोस्, भर्खर नयाँ बनिएको स्थापना भएको रेड ब्रिज एकदम सुन्दर रहेको छ। पहिला पनि बनिएको भन्छन्, त्यो चाहिँ पुरानो भएर भत्काएर नयाँ बनाएको हो। यो ब्रिजबाट चाहिँ ओनुमा लेकको राम्रो भ्यू देख्न सकिन्छ, हेर्न सकिन्छ।
यो ठाउँमा चाहिँ प्राय शनिबार र आइतबार मानिसहरूको भिड देख्न सकिन्छ, किनभने शनिबार आइतबार यहाँ जापानमा चाहिँ छुट्टी हुने हुँदा कारणले गर्दाखेरि मान्छेहरू अलिक भिड देख्न सकिन्छ। पर चाहिँ एउटा सुन्दर मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यहाँ चाहिँ मानिसहरूको भिड पनि छ दर्शनको लागि। यहाँ प्राय शनिबार आइतबार मानिसहरूको भिड हुँदाखेरि दर्शन पनि गर्ने गर्दछन्। साथीहरू, आजको चाहिँ भिडियो यहीसम्म स्टिक गरेर बिदा माग्न चाहन्छु। नमस्ते, अर्को भ्लगमा भेटौँला। त्यसलाई भन्दै बाई बाई। हल्का हल्का भन्दै बाई बाई।